सो इट्स गुड पनि हेलो नमस्ते वेलकम ब्याक छ मेरो न्यू भिडियोमा। आज पनि म ब्याक भइसकेको छु। हिजोको भिडियोको कसले हेरिसक्नु भयो होला। हिजोको भिडियोले हेर्ने जतिले चाहिँ थाहा पाइसक्नु होला म कहाँ छु अहिले भनेर हैन। हिजो भिडियो हेर्नेले थाहा पाइसकेको छ हैन म कहाँ छु भनेर। म चाहिँ हिजो आयो खानासँग खाइयो अनि सुतियो। आज चाहिँ अब कता हुन्छ दाउरा बोक्न गइन्छ होला सायद। आज भिडियो चाहिँ त्यस्तै हुन्छ दाउरा बोक्नुको हो। अझले हेर्दैन होला हैन। अब 2-3 दिन चाहिँ डेली भ्लग आउँछ। कम ब्याक हुन्छ कि अब अलि दिनपछि हेर्नु साथीहरु कम ब्याक हुँदैछु म। 700 दिनु पर्यो यति ल साथीहरु। म चाहिँ अहिले ओछ्यानमा सुति भ्लग स्टार्ट गरिदिइरहेको छु कि रे हैन। अहिले चाहिँ बल्ल बिहानको 5 बजिरहेको छ अनि बिहानको 5 बजिरहेको छ कि अब तल गएर मुख सुख धुनु पर्यो तास मार्नु पर्यो। अब आज चाहिँ कता गइन्छ हैन कताको भ्लग हुन्छ है हेर्दिनै पुरा ल एकछिन भेट्नुपर्छ। अहिले म फ्रेस भइसकेँ आउँछु भेट्छ। म चाहिँ उठिसकेको छु हैन फाइनली। अब हामी ठिक फेरि खतरा रहेछ उठेर खतरै रहेछ। यही हाम्रो दिदी घर चाहिँ हैन। अझ भर्खर उठेँ अच्छा खान्छु खान्छु खाएर कस्तो दाउरा बोक्न जानुपर्छ। यहाँ त बाख्राकोट रहेछ क्या ल यहाँ त बाख्रा छ हैन। ए ब्रो ए तेर ल अहिले करेसबारी टक्क भ्यू चाहिँ मिठो आइरहेको छ हैन। भ्यू चाहिँ मिठो आइरहेको छ कि यहाँ दिदीहरु चाहिँ यसो मेरो हात देखेको लगाइसकेको खाँदैछु। बिग्रिन के फ्रिजमा राखेछ त त्यो उ यसमा पकाउनु पर्ने हुँदै दुध त हेरि यसमा के यसमा यो ठुलो टाउकी के गर्न चाहिन्छ यसमा पकाइ हुन्छ है दुध हैन। क्या हुन्न किन नहुने हो उतार्न सक्नु हुन्छ। म चाहिँ यहाँ चाहिँ आदै छु है कापारमा। अब खाएर हेर्न सक्नुहुन्छ होइन। यो त अहिले चाहिँ हामी खाना खाएर बसिसकेको छौँ। अहिले खानसाना खाएर बसेको ठक्क गाइस नमस्ते। म आइसकेको छु मेरो भाइको भिडियोमा। अहिले चाहिँ हामी दाउरा बोक्न जान निस्केको भाइ र म हैन त नि। लेट्स सी अब जामै त। यसको चाहिँ डेली भ्लग यसको चाहिँ डेली भ्लग आउँछ कति दिनसम्म 3 दिन 4 दिनसम्म। हिजो आज भोलि पर्सिसम्म डेली भ्लग आउँछ। ल हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि हजुरहरूले चाहिँ अब पछि 15 तारिक 16 17 18 अब चाहिँ 15-20 दिनपछि चाहिँ यसको डेली भ्लग आउँछ। हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि मलाई पनि मेरो युट्युब च्यानल पनि छ मलाई नि सब्स्क्राइब गरिदिनु होला। मेरो भाइको भ्युअर्सहरूले सब्स्क्राइबरहरूले मलाई नि सब्स्क्राइब गरिदिनु होला अनि साथ सपोर्ट गरिदिनु होला। त बाई। अब एकछिनमा भेटौँला त हामी दाउरा बोक्न जान्छ। कति धेरै छ दाउरा बोक्न पनि। हामी खाना खाएर रेडी भइसकेको छ जानलाई। ल जाम बाई। यो चाहिँ हाम्रो मौरीको घर हो। यस्तो छ हाम्रो घरबाट देखिने भ्यू। केराको बुटाहरू यता पनि छ मौरीको अर्को घर। हजुरहरूले सबैजनालाई स्वागत छ हाम्रो हङसपुर गाउँमा।
यहाँ नि छ मौरीको घर, यहाँ नि छ, त्यही हो। हेर्नुहोस् हामी चाहिँ लागिसक्यौँ होइन दाउरा बोक्न। अलि गरौँ पनि छ होइन। दिदी चाहिँ डोकोमा बोक्दो, यो चाहिँ डोकोमा बोक्दो रहेछ है दाउरा। हामी चाहिँ उता बाँधेर बोक्थ्यौँ नि होइन। यसै यहाँ डोकोमा बोक्दो रहेछ कि कस्तो हात देखेको मेरो। यही हम्सहरू सर चरा उडिन्छ क्या। त्यही हो दाउरा बोक्न हिँडिसकेको छ। यतै माथि कता पनि यतै माथि होइन दाउरा बोक्ने ठाउँ चाहिँ चरा। ल हामी चाहिँ अरे यहाँ दाउरा भएको ठाउँमा आइसकेको छौँ। हाम्रो चाहिँ जस्तो लाना काट्दै यता त्यस्तो छोटो छोटो हुँदो रहेछ कि तर डोकोमा बोक्ने रहेछ पत्ता नै। यो मिसिनले काटेको है देउदाय हो क्या? पाँचे भन्छ कि पाँचे यस्तो देउदाय जस्तो देखेको। यो सब बादवारी हजारको। अहिले चाहिँ दिदी भाजी मिलाउँदैछ भनेर अब लोड गर्छ दिदीले। जाम बोक्ने कति सक्छ त्यति बोक्ने हो, अनि भोलि बोक्ने पर्सि बोक्ने निका पर्सि चाहिँ घर जाने हो होइन। जति सक्छ त्यति बोक्ने त नि है। तर यताको त भ्याइन्छ होला, यताको त भ्याइन्छ होला पर्सिसम्म त। आज त के यत्रो कहाँ सक्छ भ्याउन यत्रो? भोलिसम्म त भ्याइन्छ होला यो त। उता त भ्याइन्छ कि छैन यहाँको यो त भ्याइन्छ अब। आइज आइज सब बन्छ कि है अझ कति माथि पातल भन्छ। यो पातलमा बैशाख पूर्णिमा पूजा गर्न आउनु कि हामीहरू, अनि त्यही पकाएर खाने। कसो गरियो काली यसलाई आफूलाई झन्डै लैजान। कति दुख लाग्यो त खतरा रहेछ यार। यसलाई बाक्री तानेको। ल अब हामी चाहिँ यहाँ भारी हालेर बोक्छौँ अनि भेट्नु पर्छ है। यो चाहिँ यस्तो छ। उता फर्की त यो ठुलो डोको भएर भदै भएन कि। ल ल कति बोकेर देखाइदिएन धेरै बोकेको तर यहाँ मिल्दै मिलेन भारी। ल हिँड सक्दैन यहाँ भन्दा त। यसले नि भारी बोक्नेर आयो होइन। चाहिँ त्यत्रो खाउ त्यसले नि धेरै बोकेँ। सानो डोको भारी मिले होला त्यसले त। मेरो त कस्तो आडै भयो भारी नि। कुट सकेन धगल लाउने हो कोल्टी भारी खै उठ। हामी चाहिँ यहाँ एक भारी बोकेर चाहिँ हिँडिसकेको छौँ है। बाटो अप्ठ्यारो छ नत्र भिडियो बनाउँदै हिँड्नुहुन्थ्यो कि। अब उतै मेरो भेटले चाहिँ यहाँ आएर बिसिसकेको छ। कति रातो भएको हात सन्टोरसँग पसिनी भयो। एकखेप ल्याउँदा नि टाढा बाटो बोरी ल्याइएको थियो। यो डोको भएन अर्को ल्याइदिनु त। यो ठुलो भएर यता यता बाङ्गे भयो। अहिले चाहिँ हामी अर्को लट पनि लिएर आइसकेको छौँ होइन। नाम त चुडिए यार बाटोमा एउटा नाम गर्दै रहेछ चुडिए के हिँडिरहेको त्यो चाहिँ अगाडि दिदी चाहिँ अगाडि। अर्को लट पनि लिएर आइसकेको छौँ। यसरी बोक्छ अब कति बोक्छ आज हजुरलाई देखाउँछु आज चाहिँ कति बोक्छु होइन। फेरि भोलि बोक्नुपर्छ टन्ने दाउरा चाहिँ। ल है अहिले चाहिँ नाम्रो चुडेर होइन त्यहाँ दिदी चाहिँ नाम्रो उस गर्दैछ। म चाहिँ यहाँ नाम्रो चुडेर थके मार्दैछु कि पानी खाँदै थके मार्दैछु। यताखेरि कफीको बुटहरू खतरा हुन्छ यता धेरै नै हुन्छ। टक्क मौरी गाह्रो त्यो भयो भित्र कालो भइसक्यो कालो बस्छु ल पानी सानी खाऊँ।
एकछिन बसेर अनि जाने फेरि है साथी हो। यहाँ चाहिँ मेरो भाइले चाहिँ दाउरा बोके हेर्नुहोस् त्यति धेरै ट्र्याक्टरले भन्दा पनि धेरै ल अब चाहिँ हामी यसरी जाँदैछौँ। हाम्रो योसँग 4 खेप है टाढा छ कि बाटो नि। ल ल ल ल अहिले एकछिनपछि भेटौँलाई। मेरो भाइले चाहिँ मलाई सघाउन आएको दाउरा बोक्नको लागि। कत्रो धेरै बोक्दियो कि यसले अघि त नाम्लो चुट्टिएर बर्बादै गएको। खुइ खुइ हिँडेछ। यस्तो छ हाम्रो गाउँको भ्यूहरू। मेरो बारी चाहिँ यस्तो छ। म चाहिँ भाइले भन्दा त कमै बोकेको गाह्रो भयो। त्यही हो अब एकछिन 2-3 खेप बोकेर अनि खाजा खाने। कतिसम्म बोकिन्छ अब भोलि पनि बोक्नुपर्छ। धेरै हो दाउरा त। त्यही हो। अहिले चाहिँ हामी खरबुज खाँदै है। खरबुजा खाँदै हो। खरबुजा खाँदैछौँ। एकछिन रेस्ट गरेर खरबुजा खाँदै चिसो हुन्छ नि त यो। फ्रिजमा राखेको चिसो है मिठो। मैले त खाँदैन पहिला खाँदै। वाटरमेलन यो सन 2 चोटि खाएर मिठो लाग्छ नि पहिला। अलिक चिसो नभएछ कि है। हामी चाहिँ आराम गरेको एकछिन। अलिक रस नरहेछ है। छ जस्तो। ल अब हामी दाउरा बोक्न जान्छौँ। अहिले खाजा खाने बेला भेटौँलाई। मामा र डाइरेक्ट कतै जानु भएको नि। अब हामी खाजा खाने बेला भेटौँ न अब डाइरेक्ट है। बाई। अहिले चाहिँ दिदीले खाजा बनाउनु हो। खाजा खाने एकदिन खाजा खाएर एकछिन बसेर फेरि जान्छौँ। 4-5 खेप बोक्छौँ। त्यहाँबाट नुहाइदै गरेपछि सुत्दिने मात्र जस्तै। खाजामा के छ आज हाम्रो? ससेस र चाउचाउ अनि चिया दुध हालेको चिया। ससेस करेन्ट चाउचाउ दुध हालेको चिया है। अहिले खाजा खाने बेला भेट्नुपर्छ। म चाहिँ फ्रिजको चिसो पानी लिएर बसेको। गर्मी हो नि त भएर है दसैँले रेडी भइसकेको छ। यता अघि म चिया खाएको थिएँ। कस्तो मिठो भयो। अब खाजा खानु पर्ने हुन्छ हामीले। ससेस नि यहाँ ससेस चाहिँ फेभरेट हो क्या है। ल अब हामी खाजा खान्छ दाल बन्नु जान्छ। त्यति बेला भेट्नुपर्छ है। खाजा चाहिँ खान्छ मजाले। अहिले चाहिँ हामी खाजा खाएर अनि टक्क बुढी फुल्लाएर लास्ट ठुलो मोटाइ छ कि लास्ट हेऱ्यो यार दुब्लाउनु पऱ्यो। अब खाजा खाएर चाहिँ हामी अहिले खाजा खाएर चाहिँ दाउरा बोक्न आइसकेको छौँ। अब एकछिन दाउरा बोक्छौँ। त्यहाँबाट मन नहुँदै गर्छ। दिदी भात तर पुग्नुपर्छ होइन। बिहान सुत्ने भात खाएर सुत्ने भोलि उठ्ने ठक्क भात खाएर बोक्ने भोलि नि होइन। भोलि पछि भइन्छ होला तार्ने खाँदा 2-3 दिन यतै यो अब के होइन 2 दिनले हुन्छ। अब पार्ट 2 पार्ट 1 पार्ट 2 पार्ट 3 हेरेर नबिर्सिनु होला है दाउरा बोकेको। पार्ट 1 पार्ट 2 पार्ट 3 डे 1 डे 2 डे 3 अहिले चाहिँ जाँदैछौँ। दिदी त अगाडि हुन्छ। ल अब एकछिनमै भेट्नुपर्छ है। के कस्तो हुन्छ धेरै लामो पनि नबनाऊँ भिडियो। दिदीले चाहिँ भारी लोड हान्दैछ होइन। अब भारी लोड हान्छ दिदीले चाहिँ चलिदिनु पर्छ होइन। चलिदिनु पर्छ। अस्तिको भ्लग हेरिसक्नु भयो होला हम्सपुरको होइन। ओ त्यो मन्दिरमा गएको डाँडा क्लियरली देखेन क्या। त्यो मन्दिरमा गएको भ्लग हेरिसक्नु होला। लालीग्रास टिप्न गयो त माथि डाँडातिर। ओ माथि डाँडातिर गएको चाहिँ होइन। यो माछकोट भयो यो डाँडा
यता मोरिया यता माचकोट ओ तल बेसी सहर भोलेटार ऊ तल चाहिँ बेसी सहर अलि उता होइन भोलेटार उता चाहिँ होइन बेसी सहर भनिरहेको थिएँ त्यही हो हंसपुर गाउँ यही हो यसले भरिदियो अब भरिसक्यौँ अब जानुपर्छ है बोकेर जानुपर्ने हुन्छ गएर नुहाउनु पर्छ चाहिँ हामी यहाँ दरबार थाकेर पानी खाँदैछ थाकेर पानी खाँदै बस्यो दाउरा निकाल्दै देखिया थोरै आइन साथी यत्रो बोकेको भयो नि यहाँबाट यत्रो वहाँ माथि त्यो बाख्रा कालो बाख्रा माथिको बाख्रासँग हो त्यसमा थुपारेर हो ध्यान नदेखेको अब लास्ट एक खेप बोकिन्छ त्यहाँबाट खानसान बनाउँछ म चाहिँ नुहाउँछु यत्रो बोकेको ल अन्त त थोरै खरै यहाँ है अन्त यत्रो 500 खान्छ एकछिन अनि जाने फेरि है त ल है साथीहरू ल तातेकै छ भन्न के भन्ने होइन तातेको छ निको लास्ट खेप है लास्ट खेप नि यहाँ मेरो चाहिँ लोड भइसक्यो यति धेरै पुगेको त अनि त्यसले नि त्यसको भारी नि लोड हान्दियो त्यसले टन्ने डोको बोरी पुगेको है दुईजना है अझै माथि थपे है आज त्यहाँ यत्रो थुप्रो छ यहाँ यत्रो हेर्दा यति हो हो त्यो झन् कति धेरै यहाँ झन् कति धेरै हेर्दा यति यहाँ नि अझै यहाँ हेर्दै कति थोरै देख्यो अझै 4-5 भारी हुन्छ त्यही हो घर गएर एकछिन भेटौँला अब म चाहिँ घर गएर होइन नुहाइधुवाइ गर्छु त्यहाँ भिडियो एडिट गरेर पोस्ट हान्नुपर्ने हुन्छ फेरि अर्को भोलि बिहान फेरि अर्को भन्नाले अब भोलि बिहान चाहिँ नेक्स्ट भिडियो दाउरा बोक्यो फेरि भोलि पनि दाउरा हो पर्सि पनि दाउरा नआउनु दाउरा बोक्यो नआउनु दाउरा बोक्यो भ्लग चाहिँ ल सर यो घर गएर एकछिन भेटौँ है ल भरि दाउरा अब उठ्ने हिँड्ने बोक्ने हिँड्ने यहाँ छ अझै टन्ने पसिना भयो भैया आजै लागि यो बोकेर थाकेपछि दाइछु है थाक्यो ल कस्तो हात देखेको मूल सानो भएर हो कि अघि मेरो हात पनि देखेँ यत्रो बोकेर ल आज मात्रै बोकेको होइन त हामीले यहाँबाट सर ल यत्रो बोकिसकेछौँ सब के भन्छ यसलाई कफीको बुट सब कफीबाट अब म चाहिँ नुहाइधुवाइ गर्छु कस्तो लाग्यो आजको भिडियो होइन कमेन्ट गर्नुहोस् होइन कमेन्ट ढुक्क गर्नु भिडियो कस्तो लाग्छ होइन लाइक सेयर सब्सक्राइब होइन साथ सपोर्ट देखाइदिनुहोस् अझै अब अलि दिन भने डेली भ्लग आउँछ त्यसपछि फेरि अलि पछिबाट डेली आउँछ अझै भिडियो यहीँसम्म थ्याङ्क्स फर वाचिङ एन्ड बाई नेक्स्ट भिडियो